अपाङ्गताको कारण अनि जस्तै समाजले सक्दैनस् अनि परिवारले पनि सक्दैनस् भन्ने हुन्छ होइन। अरूले मात्र गरिदिएपछि मात्र तिम्रो जीवनमा के हुन्छ होला, अब तिमी त अब कहिले पनि कुनै अगाडि कदम चाल्न सक्दैन होला। चाहिँ कसरी अब यो खालको व्यवसाय गर्न सक्छ त भन्ने एक खालको सोसियल एटिट्युड चाहिँ देखिन्थ्यो। जागिर खोज्न जाँदाखेरि चाहिँ मेरो अपाङ्गताको कारणले गर्दा चाहिँ मैले जागिर पाएन। एउटा बसेर गर्ने काम पनि डिसेबिलिटीले गर्दा चाहिँ रिजेक्सन हुँदो रहेछ भन्ने चाहिँ त्यति बेला फिल भयो कि मलाई। सरलो नमस्ते, मेरो नाम गङ्गा छन्त्याल हो। मेरो चाहिँ युनिक सेवा गार्मेन्ट भन्ने छ। यसलाई चाहिँ हामीले ब्रान्डिङमा लग्दाखेरि चाहिँ हामीले सेमो ब्रान्ड भनेर राखेको छु। घरको आर्थिक अवस्था अलिक कमजोर भएको भएर चाहिँ मैले चाहिँ पढाइलाई भन्दा प्राथमिकता चाहिँ मैले जागिरलाई दिएँ होइन। तर कहीँ पनि जागिर पाएन। अनि म जस्तो धेरै अपाङ्गता भएको दिदीबहिनीहरू पनि मैले जस्तै जागिर नपाएर उहाँहरू त्यत्तिकै बसेको देखेँ होइन। त्यसपछि म आफू पनि रोजगार बन्छु र उनीहरूलाई पनि रोजगार दिन्छु भन्ने उद्देश्यले मैले चाहिँ यो गार्मेन्ट फ्याक्ट्री खोलेको हो। उहाँको नाम मिना श्रेष्ठ हो। उहाँको चाहिँ म हस्बेन्ड हो। उहाँ चाहिँ जन्मजातै बोल्नु नसकेको कारणले मैले बोल्नुपर्ने भएछ। टेलर्सको नाम चाहिँ शुभश्री टेलर्स हुन्। ग्राहकहरू आउँछन् होइन, जब म भएन भने चाहिँ अलिकति बुझ्दैन कि भनेर चाहिँ फिर्ता पनि लान्छन् होइन। कहिलेकाहीँ अब आउँदाखेरि अब उसले बुझ्छन् सबै तपाईँहरूले भनेर मात्रै कहिलेकाहीँ यसो पेपरमा लेखेर दिनु अनि उहाँले सबै गरिदिनुहुन्छ भने उहाँ सिलाइदिनुहुन्छ होइन, म कटिङ गरिदिन्छन्। दुवैले जानेको भएर अलिक सजिलो भयो। हजुर नमस्ते, मेरो नाम चाहिँ अनुकला राई। डुवा क्रिएसन भनेर क्रोसेको बिजनेस सुरु गरेको छु। म अहिले अपाङ्गता भएको चाहिँ 11 वर्ष भयो। अनि त्योभन्दा अगाडि चाहिँ मैले ब्युटी पार्लरको व्यवसाय गर्थेँ। अनि बिचमा चाहिँ मैले छोडेको थिएँ र फेरि अहिले चाहिँ सोकलाई शक्तिमा ल्याउँछु भनेर चाहिँ मैले यो काम सुरु गरेको। नमस्ते, म झर्ना राणा। मेरो चाहिँ झर्ना फिजियोथेरापी सेन्टर छ। अनि आजभन्दा 10 वर्ष अगाडि चाहिँ जब मेरो दुर्घटना भयो, दुर्घटनाबाट मेरो चाहिँ स्पाइन इन्जुरी हुन गयो, यो आफ्नो उपचार विधि खोल्नको लागि चाहिँ कति धेरै ठाउँहरू खोज्नु पर्यो, मेरो परिवारले दुःख पायो। अनि त्यसले गर्दा चाहिँ मलाई अलिकति पिन्च गर्यो नि त, यो उपचारको लागि चाहिँ टाढा जान नपरोस् भनेर चाहिँ मैले फिजियोथेरापी सेवा सञ्चालन गर्ने चाहिँ एउटा मानस पलायो। मेरो नाम रामलक्ष्मी दुवाल हो। मेरो व्यवसायको नाम भन्नुपर्दा चाहिँ धर्मसूर्य पोल्ट्री सप्लायर्स हो। जन्मजात अपाङ्ग होइन म। 2072 सालको भूकम्पपछि नै अपाङ्गमा परिणत भएँ। एकदम मेरो यो लेफ्ट ह्यान्डमा प्रब्लम भएर अब फिजिकली काम पनि गर्न सक्दैन थिएँ। अनि पछि अब घरमै के गर्नु सोच आयो। त्यसपछि हामीले चाहिँ लोकल कुखुरा घरमै पालेर पहिला त त्यसरी सुरुवात गरेको थियौँ। यता मैले हेर्ने भनेको अब एकाउन्टिङ बेसिस हिसाबहरू नि हेर्ने हो। फाइनेन्सियल सपोर्ट, फिजिकल सपोर्ट पनि घर परिवारबाट भइरहेछ। नमस्ते, म रिता साक्यो। मेरो भाउजूका म मिलेर चाहिँ हामीले यो बेफु बुटिक भन्ने बिजनेस सुरु गरिरहेका छौँ। पहिला चाहिँ मैले खास व्यवसाय गर्छु भन्ने हिसाबले होइन, म के अब कुनै ठाउँमा काम गर्छु भन्ने हिसाबले नै मैले त्यही अनुसार पढेको थिएँ। त्यो टाइममा एसेसिबिलिटी नभएको कारणले गरेर मैले काम पाए तापनि मैले काम गर्न सकिएन। जागिर नभएपछि अनि हामी आफै एउटा बिजनेस सुरु गरौँ भन्ने हिसाबले चाहिँ हामीले यो व्यवसाय सुरु गरेको। नमस्ते, मेरो नाम चाहिँ ज्योति हरिजन र मेरो व्यवसायको नाम चाहिँ ज्योति प्रोजेक्ट। यो व्यवसाय चाहिँ मैले कसरी सुरु गर्न पुगेँ भन्दाखेरि चाहिँ मेरो यो 2011मा चाहिँ मेरो एक्सिडेन्ट भएको थियो। मेरो चाहिँ लामो ट्रिटमेन्टसँगै चाहिँ मैले धेरै जीवनमा सङ्घर्षहरू गर्दै आउँदै क्रममा चाहिँ म चाहिँ यो बुनाइ चाहिँ मैले क्लास 6 देखि नै यसलाई चाहिँ मैले निरन्तरता दिइरहेको थिएँ। अहिले चाहिँ आएर बुझ्दै गर्दाखेरि चाहिँ काम चाहिँ सानो होस् या ठुलो होस्, काम भनेको चाहिँ कामै रहेछ भनेर मैले अझै यो बुनाइलाई चाहिँ निरन्तरता दिएँ। नमस्कार, मेरो नाम चाहिँ रिता सिंह हो। मेरो एउटा बानेश्वरमा रेस्टुरेन्ट थियो। विभिन्न कारणले गर्दा पार्टनरसिपहरूसँग कुरा नमिलेर उनीहरूसँग गरेको पहिलेको डिलहरू जुन त्यो मिट नभएर होइन मैले चाहिँ अहिले यो छोड्नु परेछ। तर म पक्कै नै अब आफ्नो नयाँ कुनै बिजनेस छिटै नै मैले सुरु गर्नेछु भन्ने म चाहिँ विश्वास म अगाडि बढ्न चाहन्छु। नमस्ते, मेरो नाम चाहिँ रूपा अर्याल हो। म चाहिँ आमा छोरी अचारको फाउन्डर हो। मलाई चाहिँ पार्लरमा एकदम इन्ट्रेस्ट के त्यति
अनि त्यसपछि एउटा त्यहीसँग रिलेटेड कस्मेटिक चाहिँ खोलिदिनु है भनेर भन्थेँ। तर मम्मीहरूले सक्दिनस्, तैँले आफै गर्न सक्दिनस्, एकदम प्रोटेक्टिभ हुनुहुन्थ्यो। अनि पछि मम्मीलाई चाहिँ अनि कन्भिन्स गरेँ होइन, मन बरु मलाई के पनि चाहिँदैन, पैसाहरू पनि केही चाहिँदैन, एउटा अचार बनाइदिनु, म चाहिँ घर गएर बेच्छु भने। अनि त्यसपछि अलिअलि हाम्रै घरकै सामान अनि त्यो डब्बाहरूदेखि लिएर त्यही सामानहरू किनेर चाहिँ मेरो अचारको जर्नी चाहिँ यसरी स्टार्ट भयो। नमस्कार, मेरो नाम हेमकुमारी राई हुँ। मेरो एफएलजी विद्यालयको नपढ्ने मन थियो होइन, नपढ्ने मन। अनि सँगसँगै मलाई चाहिँ फेरि राम्रो पनि बनिनु पर्ने, अन्त अरूलाई पनि राम्रो बनाउनु पर्ने, पार्लर यसरी गर्नुपर्छ भन्ने चाहिँ मलाई थाहा थिएन। आफू अब के दलेर चाहिँ राम्रो हुन्छ भने नि अलिकति अब लु गर्नु न त भन्ने भएर हामीले चाहिँ हामी पार्टनरसिपमा खोल्यौँ। अनि पैसा अलिअलि निकालेर एउटा दराज र यही थ्रेडिङ बिट राखेको थिएँ मैले, अनि स्टिचिङ थियो, त्यति गरेर हामीले स्टार्ट गर्दै गएको। नमस्ते, मेरो नाम चाहिँ रामचरी तामाङ। मेरो व्यवसाय चाहिँ हाँस फार्म हो। हामी अपङ्गता भएपछि चाहिँ अब जहाँ पनि यसलाई खेप्नु पर्ने, यसरी हेपाइ खानुभन्दा त म आफ्नै व्यवसाय सुरु गर्छु भनेर चाहिँ मैले जो थोरै पैसामा चाहिँ लगानी सुरु गरेर यो हाँस फार्मलाई चाहिँ सुरु गरेको हो। बिम प्रोजेक्ट नभएको भए चाहिँ म व्यवसाय गर्ने मेरो सोच पनि आउँदैन थियो। मेरो यो व्यवसाय सुरु गर्नुमा नै इम्प्याक्ट हबले चाहिँ एकदमै ठुलो भूमिका खेलेको छ। जुन व्यवसाय र अन्टरप्रेनरको बिचको जुन ग्याप चाहिँ बिमको प्रोजेक्टले चाहिँ मलाई ग्याप देख्न चाहिँ सिकायो। बिजनेस भनेको हाम्रो कोही परिवारले कसैले गर्नु भएको छैन होइन, तर मैले यो बिजनेस गर्दै गर्दाखेरि चाहिँ बिमले चाहिँ अझै कुराहरू मलाई सिकाउनु भएको छ। अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ एक समूह बनाएर समावेश गरिराखिदिनु भएकोमा चाहिँ धेरै खुसी लाग्छन्। अब बिम प्रोजेक्ट नभएको त म त यहीँ घरमै हुन्थेँ, आफ्नो व्यवसाय सुरु गर्थेँ होइन। अनि कति नापा कति के हो थाहा हुँदैन थियो। बिमबाट चाहिँ धेरै कुरा सिकेको छु। कन्फिडेन्स लेभल मेरो बिल्ड भएको छ होइन। सो त्यो एकदम राम्रो, एकदम फ्रुटफुल, एकदम रिलायबल एक्सपिरियन्स हो मेरो लागि चाहिँ। जब मेरो मम्मीहरू अब अनएजुकेटेड हुनुभयो, उहाँहरूलाई बिजनेस सम्बन्धी केही पनि छैन। अहिले भनेको मेन रोल मेरो हो कि मैले जान्न भने मेरो फ्यामिली कसैले पनि जान्दैन। क्वेसनहरू कन्फ्युजनहरू पनि मैले कहाँ सोध्ने त ल बिम प्रोजेक्टमा। एउटा सपोर्टिभ रोल चाहिँ अहिले गरिरहेको छ मेरो लाइफमा चाहिँ बिम प्रोजेक्टले। मेरो व्यवसायको बारेमा मेरो कल्पना चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ मैले धेरैजनालाई क्लास दिन सकौँ होइन, सिप सिकाउने र सिप सिकाएपछि उहाँहरूलाई रोजगार पनि दिने, त रोजगार उहाँहरूले जे बनाउनुहुन्छ त्यसको बजारीकरण पनि गर्ने होइन। डिपेन्डेन्ट नभइकन इन्डिपेन्डेन्ट नै काम गर्ने, अनि आफैले अब चला पनि उत्पादन गर्ने, दाना पनि उत्पादन गर्ने, अनि आफैले मार्केट लिन सक्ने सोच चाहिँ त्यस्तोसम्म राखेको छु। भविष्यमा जस अभियसली सबैले एक्सपान्ड भएकै चाहन्छ होइन। म पनि आफ्नो बिजनेस चाहिँ अलिकति एक्सपान्ड होस्, राम्रो होस्, अलिकति रेकगनाइज होस् भनेर चाहन्छु होइन। मेन उद्देश्य चाहिँ के हो नि, यसलाई अब ठुलो कम्पनी वाइज लिज जग्गा लिएर एउटा कम्पनी नै खोल्ने मेरो इच्छा छ। हजुर, अब हामी जस्तै मान्छेहरू, हामीभन्दा अलिक अब ऊहरू छन् भने पनि अब उनीहरू सँगै मान्छे भए पनि, अब उनीहरू एबल मान्छे भए पनि होइन, कतिपय पीडा त्यस्तो उनीहरूलाई केही थाहा छैन भने म उहाँहरूलाई फ्रीमा म पनि सिकाइदिन्छु। मेरो चाहिँ सोच यो भावना चाहिँ छ। जति अहिले सफलता पाएको छु, जति मान्छेहरूले मलाई रेस्पेक्ट गर्छन् होइन, त्यो अन्य अपाङ्गता भएको महिलाहरूले पनि पाउनुपर्छ भनेर चाहिँ म उहाँहरूकै लागि अरू अपाङ्गता भएको महिलाहरूको लागि चाहिँ रोजगारीको बारेमा चाहिँ आवाज उठाउँदै चाहिँ हिँडिराखेको छु, ताकि भोलि म जस्तो धेरै अपाङ्गता भएको महिला उद्यमीहरू चाहिँ उत्पादन हुन् भनेर। म झर्ना, म निडर छु। म रामचरी तामाङ, म सक्षम छु। म गङ्गा छन्त्याल, म आत्मनिर्भर छु। म अनुकला राई, म साहसी छु। म हेमकुमारी राई, म परिवर्तनकर्ता हुँ। म ज्योति हरिजन, म दक्ष छु। म रिता साख्यो, म सकारात्मक छु। म रिता सिंह, म स्वतन्त्र छु।
म रामलक्ष्मी दुवाल, म सबल छु। उनी मिना श्रेष्ठ, उनी लगनशील छिन्। म रूपा अर्याल, म उद्यमी हुँ।